म सुरुमा स्कापोल्टिभबाट म जान चाहन्छु। हामीसँग योजना आयोगको सदस्य हुँदै उपाध्यक्षसम्म बन्नुभएका विज्ञ अर्थमन्त्रीको रूपमा कहलिनुभएका माननीय मन्त्रीजी हुनुहुन्छ। 50 अर्बभन्दा बढी ऋण भएको नेपाल एयरलाइन्स कर्पोरेसन कम्पनी मोडलमा लैजाने अर्थमन्त्रीले गर्नुभएको हिम्मतको म प्रशंसक छु। यसलाई नेपाली काङ्ग्रेसले 2048 मा लिएको निजीकरण प्राइभेटाइजेसन मोडल कति सही थियो भन्ने कुरा आज यसले पनि पुष्टि गरेको छ। त्यस्तै अरू केही यसको केही फिचर्सहरू छन्। स्टार्टअपमा सपोर्ट गर्ने कुरा छ, तर यसको रिफर्म्समा चाहिँ ट्याक्स हलिडेजमा, कन्सेसनल लोन्समा, स्वेट इक्विटीमा, आइटी एक्सपोर्ट इन्सेन्टिभ्समा, नियो ब्याङ्किङमा, भ्याट रिन्युअल, डिजिटल क्यासलेस जुन इकोनोमीको कुरा भएको छ त्यसमा भ्याट रिन्युअलको कुरा छ, यसमा चाहिँ हेर्ने हो कि अर्को सँगसँगै तपाईँको इन्डस्ट्रियल कमर्सियल सेक्टर्स छ एसिजीको, अर्को एक्जिम कोड सिस्टम्सको विषयको कुरा छ। यी कुराहरू सकारात्मक पनि केही छन्। तर एउटा प्रसङ्ग चाहिँ हामीसँग यति विज्ञ अर्थमन्त्री हुनुहुन्छ जो फेरि प्रजातान्त्रिक यो भ्याल्युजलाई अत्यन्तै इन्हेरेन्ट गर्ने अर्थमन्त्री जो हुनुहुन्छ। एउटा प्रसङ्ग चाहिँ म यहाँ उठाउन चाहन्छु, जुन प्रसङ्ग करका दरमा बारम्बार हेरफेर गर्नुभयो। उहाँले संसदको अधिकारमा कैँची चलाउनु भएको हो कि र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि संसद वाद विवाद गर्ने थलो यसको नीति विधि र प्रक्रिया छन्। सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ, यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो मेरो प्रश्न छ। सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र उहाँलाई मेरो प्रश्न छ, कसको इसारा अथवा कुन स्वार्थमा दर आफू खुसी परिवर्तन भयो। संविधानको मर्मअनुसार कुनै पनि विधेयक संसदको सदनमा पेश भइसकेपछि त्यो संसदको सम्पत्तिको रूपमा रहने व्यवस्था छ। सभामुख महोदय, सरकारले त्यसलाई आफू खुसी बदल्न वा सच्याउन पाउँदैन। अर्थमन्त्रीज्यू मलाई लाग्छ संविधानभन्दा माथि हुनुहुन्न। अर्थमन्त्रीज्यूको कदम गैरकानुनी पनि होइन, गैरकानुनी मात्र होइन, उहाँकै भाषामा भन्यो भने उहाँ विपक्षी दलमा हुँदै गर्दाखेरि, विपक्षी बेन्चमा हुँदै गर्दाखेरि भन्यो भने यो राजद्रोह छ। उहाँको यो कार्य विधि निर्माणको सिद्धान्त विपरीत मात्र होइन कि संसदको अनुमति बिना कर ल्याउन नपाइने मान्यताको पनि विपरीत छ। यसको छानबिन हुनुपर्छ। यसमा हाम्रो गहिरो ध्यानाकर्षण पनि छ। यो सामान्य त्रुटि होइन। सदन चल्दै गर्दाखेरि सभामुखज्यूले राष्ट्रपतिज्यूलाई प्रधानमन्त्रीज्यू भनेर उच्चारण गर्नु जस्तो सामान्य त्रुटि होइन। म धेरै कुरामा जान चाहन्न। मलाई अत्यन्तै आश लागेको थियो मान्य अर्थमन्त्रीज्यू इलामको त्यो चिया बगानको चिया बुट्टाहरूमा, हरिया बुट्टाहरूमा रिल्स बनाउँदै गर्दाखेरि यो पल्ट इलामको चियाले साँच्चै तपाईँको मुस्कुराउने रहेछ, किसान मुस्कुराउनु छ भन्ने लागेको थियो। त्यो प्रत्येक चियाको बुट्टामा किसानको पसिना छ, किसानको गम्बुटहरूबाट उग्रिएको चियाको बुट्टाहरू थिए। तर आज यो 1 गतेबाट चिया बन्द हुँदैछ। मैले सदनमा पटक पटक उठाएको कुरा हो। सँगैमा दुग्ध किसानहरूको यो पल्ट मुहार फेरिनेछ भन्ने लागेको थियो, किनभने हामीसँग विज्ञ अर्थमन्त्री हुनुहुन्छ भन्ने लागेको थियो। विपदबाट गत वर्ष थिल भएको इलामलाई यो पल्ट विज्ञ अर्थमन्त्रीबाट सन्दकपुर साँच्चै यो पल्ट उठ्नेछ भन्ने लागेको थियो। 11.81 बिलियनभन्दा धेरै क्षति भएको इलाम यो पल्ट जुर्काउनेछ भन्ने लागेको थियो। तर आज बजेटलाई हेर्दै गर्दाखेरि नीति तथा कार्यक्रममा थुप्रै ठाउँहरू आए, तर इलामलाई सुन्न पाएन। अर्थमन्त्रीज्यू इलाम सुनियोस् यति भन्न चाहे। थ्याङ्क यू भेरी मच।